कस्तो छ बुलेट बाइकमा What it is? मेरो लासो माथि गाउँमा हाम्रो अङ्कलले हामी चलाउनु अगाडि देखिसक्नु भयो होला है कस्तो थियो ठाउँहरू बस्दा बस्दा खुट्टै दुख्यो यार यो तल नि रहेछ यहाँ तल कहाँ जाने बाटो यो माथि ल अहिले चाहिँ हामी पाखा पानी भन्ने ठाउँमा आइसकेछौँ होइन पाखा पानी भन्ने ठाउँमा रे मेरो चाहिँ लास खुट्टा पनि दुख्यो ज्यान पनि दुख्यो यार बस्दा बस्दा त्यही भएर यसो अलिकति अगाडि हेर्दैम न यहाँ सानो मन्दिर जस्तो रहेछ कि बोल्नै मन लागेन मलाई यार कस्तो दामी गाउँ सबजना खाली भयो यार जिप नै ल है हामी चाहिँ गाउँ आइसक्यौँ खोला र यतापट्टि यहाँ कोटगाउँ गाउँको नाम चाहिँ कोटगाउँ है फर्काउनुहुन्छ अन्त राम्रा नि त ओ भान्जा भान्जा पनि आइसक्यो है त्यहाँ ए भान्जा अब यो समाउ ल यहाँ समाएर देखाऊ राम्रो आँखा नि अलि पछाडि जाऊ त लोट लाऊ है ल नि हट त मामा आउनु भयो भान्जा हेलो हेर त के गरेको ल देऊ त के छ भान्जाको हालखबर ठिक छ हो कहाँ मेला लाग्छ गाउँमा ल है हामी चाहिँ फाइनली कोटगाउँ आइसक्यौँ भान्जालाई लिन आएको खासमा होइन हामी चप्पलै हरायो खोइ कहाँ हरायो चप्पल खोइ चप्पल तिम्रो राख खाऊ है ल क्याम्पिङ पनि छ ल अब बल्ल भिडियो सुरु हुन्छ राम्रोसँग होइन बाटोमा के कस्तो भयो राम्रोसँग देखाइदेऊ है यता ल अब हामी तल जाँदैछौँ है बाटो त कस्तो होला हामी आउँदा त पुरै खटङ खटङ कुटुङ भएको के पुरै त्यस्तो भएको के अनि म चाहिँ अब गाउँ पुगिसकेँ गाउँ भन्दा नि म गाउँमा
आइसके भन्दा नि म पहिला त आएको बिर्सेको कि भन्न। अनि उयो ओरेन्ज कलरको घर छ नि त्यो चाहिँ हाम्रो हो। अनि म त्यही जाँदैछु हाम्रो गाउँ त्यो पछाडिको आउँदैछ ऊ आयो ऊ आयो। अनि हामी चाहिँ जाँदैछौँ अब हाम्रो घर आउँदैछ। यो चाहिँ हाम्रो गाउँमा आइसके। यो हाम्रो चाहिँ आमा अझै म भित्र जाँदैछु गाइस। अनि म चाहिँ अहिले म एउटा गेम खेलाउँदै देखाउँदै हुन्छु र किन है यो गेम है अहिले चाहिँ म गाउँ आइसकेँ गाइस। अनि अहिले मामा त उहाँ हुनुहुन्छ होला। यो चाहिँ रुँदैछ चप्पल खसेर। अनि म चाहिँ अहिले बजेसँग मामा अहिले फेरि म आउँछु मामासँग जान्छु जाँदैछु। बाटो पनि कस्तो छ गाइस लाइक सरप्राइज गरिदिनु होला। अनि कमेन्टमा राम्रो भेटिदिनु होला गाइस। मामा आउनु भइसक्यो। मामालाई देखाउ न। तिमी अब पछाडिबाट देखाऊ रोक ल राम्रोसँग है मामालाई देखाएर अगाडि पनि हेर नि फेरि। मामा आउनु भइसक्यो गाउँको त ए हामी चाहिँ सहरको त स्याङ्जा जिल्ला हैन स्याङ्जा जिल्ला पो त आउनु भएको छ। गाउँ आउनु भइसक्यो। जाँदै जानुहुन्छ जाँदै हुनुहुन्छ। यो बाजे बाजे अनि म चाहिँ अहिले गाउँमा आइसकेँ। नाइट टाइम है बास्केटबल भइरहेछ हाम्रो यहाँ चाहिँ। मोबाइल हुँदैछ भोलि बनाउँछु अब सबै भिडियो। यहाँ मसँग बोल्दै हुनुहुन्छ ल। अहिले चाहिँ यहाँ टाइम 7:40 भएको छ। अनि ठ्याक्क यहाँ भान्जा यता हेर के होला गाइस कस्तो दामी भयो यहाँनिर मुनको साइडमा रेनबो कलरको दामी भएछ होइन। अनि यहाँ चाहिँ अहिले गेम हुँदैछ बास्केटबल हुँदैछ। अनि अगाडिको क्लिपमा हेर्नु होला साइलेन्ट दामी भएछ हेर्नु सक्नुहुन्छ। अन्त गुड मर्निङ। तिमी उठेर पनि मुख धुएर आइसक्यो होइन। हजुर मेरो पालि म मुख धुन जाँदैछु। उठ्न त अघि नै उठेको हो। यहाँ चाहिँ अनि बास्केटबल भइरहेको थियो यहीँ हो। हिजो यहाँ बास्केटबल भएको ठाउँ हो यो चाहिँ। गुड मर्निङ एभ्रीवान वेलकम ब्याक टु माई ब्लग। अनि भान्जा यता हेर न के छ अनि हाल खबर। आर यु फाइन। यस्तो दामी छ यहाँ माथि डाँडा यस्तो पो त यार बिहान बिहानको भ्यू। अहिले पछि म दिउँसोतिर उतै लान्छु कि त्यहाँतिर होइन भान्जा। फ्रेस हुन आएको मुख धुनलाई। खासै चिसो त नरहेछ बिहान भएको थियो एकछिन। अहिले त ठिक्क हौ त्यो गाडी लगाइसकेछ। ल भान्जा ल भिडियो बनाऊ तिमीले अलि टाढा राखेर है। ल बोल ल
मामा चाहिँ अहिले ब्रस गर्न आउनुभएको अनि अरू के छ अरू अनि नयाँ ब्रुस मुन्जन अनबक्सिङ हान अब यहाँ देखाउ त अब डस्टबिन खोजौँ हामीले अब कहाँ छ डस्टबिन ऊ त्यहाँ त्यो बोरामा यता धारा छ यता टोइलेट अनि अहिले ओइ म धन्न लोटेन अब गन्नी होला नि खैदेऊ त यहाँ आज चाहिँ कोटगाउँमा प्रकाश सपुत आउँदैछ है असोज 21 गते आजको भिडियो चाहिँ प्रकाश सपुतको नाममा हुँदैछ अरे बास्केटबल कम्पिटिसन हुँदैछ यहाँ हाम्रो सहयोगी हातहरू मेरो त यो फर्स्ट टाइम हो पहिलोचोटि आएको म बेनी छ पहिला नि आएको थिएँ यहाँ चाहिँ पहिलोचोटि हो अनि यो चाहिँ यहाँ पुरानो स्कुल हो रहेछ पहिलाको यो दामी छ यहाँनिर चाहिँ अब धेरै जस्तो बास्केटबलहरू भलिबलहरू खेल्छ गाउँतिर होइन अनि मान्छा रमाइलो भयो तिमीलाई आऊ यता नजाऊ भित्र मलाई चाहिँ यहाँ भान्जाले यहाँ गल्ली गल्लीबाट छिराउँदैछ यहाँ मुख धुनलाई यति स्ट्रगल गर्नुपर्छ यहाँ पानीको अभाव छ अरू के छ अरे यहाँ भान्जा अरू के को अभाव छ यहाँ सबै छ त्यहाँबाट अलिकति प्याक भयो त्यही भएर अर्को धारामा जाँदैछौँ गल्ली गल्लीतिर जाँदैछौँ हामी यहाँ मकैको थुप्रो खै के भन्छ के भन्यो अँ कसको भाइ लोटेको खै त्यही हो कसको धारा हो सबैले यो चलाउन पाउँछ हो कहिले आउँछौँ ओहो किन हो यस्तो भ्यू मनपर्ने अझै आरामै हुनुहुन्छ हजुर मुग्ध नलाग्यो हजुर हिजो चिन्दिनँ मैले तर पनि बोलचाल भनेको गर्नुपर्छ तिमीले चिन्छ को हुनुहुन्छ कहाँ बस्नुहुन्छ कता यहाँ पनि रहेछ यो धारा यही धारा भनेको तिमीले कि यो नहुने कहाँ नुहाउनु सकि छैन नि हो लाउनु त यस्तो एउटा भ्यू खिच्छौँ यहाँबाट होइन लौ यहाँ धारा चलाउनु दिन्छ ल समाउ राम्रोसँग है अब हामी यहाँ मुख धुने अब आऊ तिमी पनि आऊ न बिस्तारै आऊ चलाएर अब फ्रेस त हुनु पर्यो होइन भान्साले मुख धोयो होइन यताबाट देखाउने यताबाट भ्यू हेर्नुहोस् नुहाउनु पर्छ क्या हो भङ्गा नुहाउँ है त हो गाउँहरू यस्तो हो यता यो घर कसको यो घर जानु त्यहाँ चुकुला छ दुईटा मन्दिर छ उता माथि अनि एउटा तल देख्नु भयो होला नि ऊ त्यहाँ
केही भन न भान्जा हजुर बोल्नु न त्यहाँ म देखेको छु त्यहाँ कति देखेको छु सबै त होइन होला सबै त होइन होला हो त आदि भाइ भयो त छोड गइस अब हामी जान्छौँ जाउँ भिडियो बनाएको थिएँ त्यहाँ तलबाट जाम हामी घुम्दै जाम अहिले हामी तल सर्टकटबाट जान्छौँ अಯ್या अनि यस्तो हो बाटो पुरै खतम भएको के यस्तो हो बाटो खानी हो आउनु होला कुमल गाउँ हो यो कुमल गाउँ कुन गाउँ भन्छ के यसलाई सहेल गाउँ भन्छन् हामीले आउनु होला अहिले चाहिँ म यता जाँदै हो अहिले यतै हुन्छ अब यस्तो हो बाटो अब खतम भयो पुरै पानी चप्पल हेर्नु होला के हो ल अगाडि हिँड्दैछु ल यस्तो बाटो हो नि यस्तो बाटो हो हिँड्नु ढुङ्गाले अड्काएर छिर्न मिल्छ यहाँ सकिन्छ मिल्छ यहाँ यहाँ के हो मामा चाहिँ ढुङ्गाको माछिबाट मलाई ती अब म माथि आइसकेँ यता हो अब यता जाने भनेको यता आएँ बाबा यस्तो छ है बाटो मम्मी आउनु भयो अनि कस्तो दामी भ्यू अहिले चाहिँ हामी गाउँमा पुग्यौँ घरमा ल देऊ ल बाई थ्याङ्क यू भान्जा वेलकम भिडियो बनाइदिएकोमा मेरो दिदी हुनुहुन्छ यहाँ कस्तो भयो आजको निन्द्रा हजुरको अब ठाउँ फेरेपछि यस्तै यहाँनिर फेरि हिजो मेला लाग्थ्यो हाम्रो यहाँ राति 1-2 बजीसम्म गीत लाएर त्यो के हेलो एन्ड गुड मर्निङ एभ्रिवान फेरि म चाहिँ फ्रेस भएर आधी घन्टा 1 घन्टा 2 घन्टै भनौँ रेस्ट गरेर टिकासिका लाएर होइन अहिले चाहिँ म यहाँ कोटगाउँको कोटमा माथि जाँदैछु अनि मसँग चाहिँ दिदी अनि भान्जा भान्जीहरू सानो छ 1 2 3 4 5 6 हामी 6 जना जाँदैछौँ हेर्नु होला कस्तो हुन्छ अनि हजुरहरूलाई कतिको रमाइलो लागिरहेछ यो ब्रेनी पोखरा टु बेनी कोटगाउँको ट्रिप साँच्चै राम्रोसँग भिडियो त बनाउन पाएन हेर्नु होला कस्तो हुन्छ बिस्तारै गरौँला नि नयाँ नौलो केही कुराहरू होइन ओ बान्जी यता हेर्नु हेलो भन्नु न यता के हो अरे हजुरको नाम राधिका पुनमगर हजुर कहाँबाट हो अरे म धनगढीको चुरोट कञ्चनपुरको सलाई भन्नु न यहाँ एकचोटि भन्नु न हिजो मैले सिकाएको होइन ल धनगढीको चुरोट कञ्चनपुरको सराई धनगढीको चुरोट कञ्चनपुरको सराई अरू आउँदैन हाम्रो भान्जी चाहिँ धनगढीको है यहाँ कसकोमा आएको नि तिमी अनि म बाजे घर आएको यस्तो छ यताको भ्यू चाहिँ हामी चाहिँ कोटतिर जानु लाग्यो उ त्यो मन्दिर देखेको हो त्यही हो धेरै टाढा नरहेछ यस अहिले मर्निङको कति बजे होला 10 बजिसकेछ घाम चाहिँ अघि नै बिहान राम्रो घाम लाग्थ्यो निभ्यो अहिले फेरि घाम निभ्यो
शीतलो शीतलो छ जस्तै हाम्रो वहाँ स्याङ्जामा सतौ कोट भने जस्तै चन्नीथानको भने जस्तै यहाँ पनि कोट गाउँको कोट बलि सली दिने यताउता हुन्छ यहाँनिर यही नै हो गाउँ है सानो धेरै छैन त्यही 25-30 घर होला त्यहाँबाट पनि अब मान्छेहरू सहरबाट गाउँ दसैँ मनाउन आउनेहरू मात्र हो न त धेरै छैन यता पनि अहिले पछि म यो पुलमा पनि जान्छु भिडियो बनाउनु भएको ल भिडियो बनाउनु भएको भान्जी कसलाई देखाउने हो नि यो कसलाई न खाडी युट्युबमा राख्ने हो अब सिधै अब त्यहाँनिर सल्लाह गाडी नि यो सबै खासै नरहेछ यो चाहिँ माथिको स्कुल हो त्यो बस त यस्तो छ अब हामी यहाँभन्दा माथि यहाँ माथि देखेछौँ त्यहाँनिर जाने है हामी चाहिँ के गर्ने भन्नु ल हामी चाहिँ कोटगाउँ होइन के अरे आइसक्यौँ माथि मुनि यो देखेको चाहिँ स्कुल हो अनि हामी चाहिँ माथि आइसक्यौँ म एउटा यस्तो दामी भ्यू देखाउँछु है एकछिन वेट वेट म यहाँ बनाउँदैछु हो यो भान्जालाई भ्लगको भुत चढेर हैरान छ जुत्ता लाएर आउनुहुन्छ हुन्न ओ जान त सकिन्छ गएर दामी पुरै डाँडै डाँडा यस्तो दामी छ है यो चाहिँ मेरो पहिलोचोटि हो कोट गाउँ यो चाहिँ गाउँ भइहाल्यो क्या अरे गाउँबाट थोरै माथि यता पनि के रहेछ भालुपाहाड जस्तै छ तर त्योभन्दा बब्बाले छ झन् महँगो ब्रान्डेड चस्मा थकेला एकछिन बस्नु पर्यो भिडियो क्षेत्रमा सबैको मन जनजनमा घुसिसक्नुभएका हाम्रा छिमेकी जिल्ला हाम्रै छिमेकी जिल्ला बागलुङका जो हुनुहुन्छ गायक नायक निर्माता निर्देशक जो एउटा व्यक्ति हुनुहुन्छ बहुप्रतिभाशाली व्यक्ति यहाँ समक्ष हामीले प्रत्यक्ष रूपमा भेट गराउँदै पुरै त सकिएन गर्दालाई होइन यस अझै छ यत्रो छ लाग्छ 2 डालो भ्याइयो अनि यत्रो भ्याउन त अझै हामीलाई त 2 दिन लाग्छ हात यहाँ रातो भइसक्यो है अब भोलि यहाँ यहाँनिर उसाउन मात्रै बाँकी छ त्यो ठेला अब मैले चाहिँ अब डोको बोकेर बजेको घरबाट माथि करसम्म लिएर जाने हो अब कहिले अब डोको बोकेको भए पो अब थाहा हुन्छ होइन यहीँ छ त ऊ ल जाम अब होइन धेरै टाढा छैन अब यहाँबाट त्यहाँपट्टि भनिदिउँ यहाँ योभन्दा माथि घर छ यता यहाँ हो कि यहाँपट्टि है जहाँ भए पनि जाने त्यहाँनिर हो बोक्नुहुन्छ हजुरले लाउनु ल ट्राई गरौँ न अब ल कसरी बोक्छ ल भारी हुँदो रहेछ ल जाम बजाइ आउनु है झर्दा कि झर्दैन यो जाम झर्दैन ल गाइस ल अब गाउँतिर लागियो डोको बोकेर मान्छे टन्नै छ मेरो हेल्पको लागि दिदी हुनुहुन्छ है अलि लामो भयो क्या यो डोरी समाइ न त्यो नसमाइ फेरि यो चिप्ले लाने भनेर हो
आया राम्रो यो डोको त समात्दैन के डोरी समात्छ होइन कि फेरि चिप्लेर पुरै घोप्ट्यो भने ल बजाई डोको बोक्न जानेन टाउको उठाउनै सकेन बोक्न आएन रे उता घर पसलमा ओहो मिल हुनेमा गाह्रो पर्यो त्यो समाइन एकचोटि रसी हस्ता चिप्ले लागे चिप्लिन कि यस्तो टाइट छ त्यो रसी समाउने कि घोप्टो पर्नै पर्छ घोप्टो पर्नै पर्छ पर्नुपर्छ नि भिडियोमा देखेन अहिले पुग्यो भने पुरै छोडेर बस्नुपर्छ घाँटी तप्पिसकेको घाँटी बाल्ले भएर होइन यहाँको होइन त्यसरी समात्ने के पहिलोचोटि नि त्यही भएर बाङ्गी भा आया आया नभन्न आउनु अगाडिबाट देखाउनु त ल बक्नुसमा आउँछ जानु ल राम्रोसँग देखाउनु हिँड्नु अगाडि अलि पछाडि जानु न लाउनुहोस् नजाम पहिलोचोटि रोको बोकेर के ल्याउनु भयो त मकै हजुर यहीँ तल बजाइकोबाट के गर्ने हो भुटेर खाने जाम अब पुग्नु लाग्यो हामी घर त्यस्तो गाह्रो पो हुँदो रहेछ काट्दिए बनाउनु न नसकिँदो रहेछ डोको बोक्न जानेन बोक्नै डोको बोक्नै आएन आइपुग्यो है घर ल धन्यवाद तपाईँलाई पनि दिदीले पनि यहाँ सानो झोला बोकेर हिँड्नु भयो है सकिएन हो बोक्नुलाई यस्तो गाह्रो हुँदो रहेछ ल तपाईँलाई मुख धुन जाने म मुखै धोएन पसिना आयो ल है त अहिले पछि भेट्छु अब हात खुट्टा धुन आइयो गाउँले हुनै पर्यो नि आएको 4 दिन भइसक्यो गाउँले नभएर हुन्छ अब टक्क हिजोबाट चाहिँ अलिकति गाउँमा यहाँ काम गर्न लागिएछ हिजो सामानहरू ओसारेको होइन उयो हो क्या हाम्रो घर चाहिँ यो अनि होइन त्यही नै हो कुरो आज चाहिँ हिमाल देख्न पाइयो है राम्रोसँग छल्लङ्ग भयो टक्क गाउँ चाहिँ यति हो यति रोकिन है यति हो मेन ठाउँ त्यो पछि यहाँ मुनि पुल छ ल मुग्दोको भिडियो चाहियो अरे चिसो पानी यहाँ एउटा धारा त्यहाँ एउटा धारा अनि यहाँ कता हो झरना थियो एउटा त्यो भयो अब यति नै ल बाई बाई बल्ल भिडियो बनाउनु भयो बल्ल बनाउनु भयो नि भिडियो के म त अन गरेर दिएछ क्या भनेको त भिडियो नभएर चाहिँ उता गाउँ देखाइदिनु त उतापट्टि हस् सर उ त्यो हिमाल पनि टलाएर होइन अनि यहाँनिर चाहिँ अघि नै एउटा भाइले हब्बु गरेको थियो यहाँ बुथ छ यहाँ त्यो देखाइदिउँ देखाइदिनु न यो ठुलो होली भन्दै हुन्न त अघि नै त्यहाँ एउटा स्किम ल मुखसुक धोयो यो काले कुकुर हिजो आएको थियो यहाँको मान्छे र यहाँको कुकुरसँग चाहिँ न्यु खोज्न हुन्न अरे होइन त्यस्तै भन्थ्यो के भएर अनि केही नै हुँदैन यहाँ टिकटक चल्दैछ
राम्रो हात खुट्टा मुख सब फुटे खाबे रे आहा मुखसुक धोइयो फ्रेस भयो होइन यहाँ मैले तँलाई बेलुका यो छ मैले हिजो त फुकालिनँ हिजो त चिसो भएको थियो अनि त्यही लाएर सुत्देको मैले देखेकै छैन यसले सक्स फुकालेको त्यो पछि 3-4 दिन भयो त्यस्तो नभन्नु न यहाँ हो होइन मैले हिजो बेलुका चाहिँ लास्टै चिसो भएको थियो अनि नफुकालिनु सुतेको न त फुटेर हात फुटेर अरू बेला त फुकाल्छु नफुकाले नि केही हुँदैन होइन यस्तो चिसो ठाउँमा यहाँ चिसो लाग्यो भने बर्बाद हुन्छ फेरि हस्पिटल छैन हस्पिटल यहाँबाट 4 घन्टा तल जानुपर्छ यहाँबाट पाहा पानी भन्ने ठाउँमा एउटा हस्पिटल छ सानो अनि त्यहाँ पनि फेरि त्यस्तो क्रिटिकल होइन अलिकति सिरियसवाला उपचार हुँदैन हल्का फुल्का दबाई सबै मात्र हुन्छ त्यहाँबाट बेनी पुग्नुपर्छ बेनीबाट भएन भने पोखरा त्यही भएर पोखराबाट भएन नि काठमाडौँ त्यहीबाट जोकेर हिँड्नुपर्छ भाइ चाहिँ यहाँ पानीपुरी खान लाग्यो भान्जा यो कति रुपियाँको लिएर आएको तिमीले 50 काउन्ट गर 50 रुपियाँको कतिवटा आएछ यहाँ गाउँमा एउटा 2 3 4 5 5 6 7 8 9 10 11 12 13 14 15 50 रुपियाँको 15वटा पानीपुरी आयो यहाँ गाउँमा हाम्रोमा 50 रुपियाँको कतिवटा आउँछ 9वटा त्यस्तै हो 9वटा आउँछ यहाँ भनेपछि यो त गिलास लिएर 10 को 3टा 10 रुपियाँको 3टा पानीपुरी आयो ल ओहो कति धेरै आएको यहाँनिर बिस्तारै ल अब टक्क टेस्ट पनि गरिदिउँ कस्तो छ मैले चाहिँ एउटा यतिकै खाइदिएँ है मिठो ब्याक टु होम भन्नु न अब हामी कोट गाउँबाट सेन्टर जाने हामी अब कोट गाउँबाट स्याङ्जा लाग्यो